अहिले म रेसुङ्गा यज्ञशालामा छु। यहाँहरू सबैलाई रेसुङ्गा यज्ञशालाबाट धेरै कुरा प्रत्यक्ष प्रसार गरिरहेको छु। हामी सबैलाई सुख शान्ति होस्, समृद्धि होस्। ऋषि श्रृङ्गले तपस्या गरेको स्थल यदिकानन्द स्वामीले यो यज्ञशाला बनाउनु भएको यो। आज हामी हिजो बुटोलबाट हिँडेर 4 पाला बसेर आज चाहिँ यहाँ आइयो। अत्यन्तै सुन्दर, अत्यन्तै तामाको छानो, सुनको गजुर भएको यो रेसुङ्गा यज्ञशाला अत्यन्तै पौराणिक, ऐतिहासिक, धार्मिक हरेक कुराले यहाँ चाहिँ आए पनि पवित्र भइन्छ, यो देखे पनि पवित्र भइन्छ। यति सुन्दर ठाउँ हो यो। The gate.